सो साथीहरू म चाहिँ यहाँनिर मेरो यो नयाँ आइडी भर्खर स्टार्ट गरेको हो। यो आइडी मतलब यो युट्युबको फ्री पनि नयाँ हो। पुरानो आइडी त अब कहाँ गयो पासवर्डै थाहा थिएन त्यसैले यस्तो आइडी राम्रो छैन। 4 जर्सी मात्र हो यति हो। ल आज म तपाईलाई एक सर्ट लन्डन खेलाइदिएको है त। ल भिडियो मन पर्यो भने लाइक गरिदिनु, सब्स्क्राइब हान्दिनु अनि यस्तै अरु डेजर्ट गेमले मन पर्यो भने लाइक र सब्स्क्राइब। मारिदिइहाल्यो अर्कोले। बुड्दियो यार बुटुवा। विन्चेस्टर ठिकै हो। विन्चेस्टर पनि डबल विन्चेस्टर पनि पर्यो नि क्या। कस्तो हेरै नलाग्ने। लाग्दैन त यार केटा हो के भयो। फर्स्ट गेम भएर होला भर्खर अस्ति भर्खर एक्जाम सकियो अनि टेन्सन छ। म चाहिँ अहिले 42 हो, सानै छु अझै। निक्ली डराउँछ। त अगाडि एउटा एनिमी छ। साथीले हान्दियो, टिममेटले हान्दियो। विन्चेस्टर चलाउनै आउँदैन कि मलाई। अब कुन गन बोलिन्छ टिममेटलाई एक झनै चलाउनै आउँदैन यता। चलाउनै आउँदैन कि मलाई यस्तो गनहरू। सकेसम्म सपोर्ट हान्दिनु होला साथीहरू। हान्छ कि हान्दैन त्यसलाई यिनीहरूले। म चाहिँ भर्खर 13 वर्षको भएँ अनि 13 वर्षको उमेरमा अहिले चाहिँ हाम्रो बिदा चल्दैछ। जम्मा 6 दिन बिदा दिएको छ
यो हाम्रो स्कुल केही कामको छैन। तपाईहरुलाई कति दिनभित्र देखायो भन्नु न। हाम्रो यस्तरी टाक्यो भने फेरि अर्कोले हानिदिइहाल्छ। एक गोली तलाई 2 गोली लगाएर बल्ल मार्यो। गनै किन्ने नि त SVDY। के थियो यो? हल्का त हानिदिन्छु म नि। मैले चाहिँ अहिले मन्थली हानेको छु। अनि यो ब्राजिलको 2टा टी-सर्ट जर्सी निकालेको। अनि अब इवन निक्लिनला एउटा 90 को स्पिन हानेपछि निस्किन्छ। अनि मजा आउँछ नि त। कहाँ छ त्यो? यता आएर ल त गाइस आजको लागि यति। नयाँ युट्युब च्यानल भएको कारण म अहिले धेरै हाल्दिन, धेरै लङ पनि हाल्दिन। त्यसैले आजको लागि यति नै हो। अनि यस्तै छ। गिलमा आउने भयो नि कमेन्ट हाल्नु। यो मेरो गिल एन्टे पनि गिललिडरलाई भनेर हालिदिन्छु। दामी प्लेयरहरु नि छ। अनि यहाँनिर वेस्टर्न रुकुममा छिरेको छ हाम्रो गिल्ड। यस्तै अनि आजको लागि यति। बाई बाई साथीहरु।